बाइक किनिदिनु भन्नु नि यार मम्मी यार हुन्छ नि यार अलिक तरिका टाइम भएको छैन अझै कति पर्छ र 7 लाख जति पर्छ रेडी 7 लाख तपाईँ जस्तो बुढोहरू म त्यस्तो बाइक चढ्नलाई खान ओ रोक त त्यसले बाबु दाइ हल्का डटफट छैन डटफट आजको दिन चाहिँ खान्दिनँ यार भाइ म के हो र आज त फादर्स डे हो त भाइ बाबुको पहिलेदेखि धोको थियो यस्तो खाना छोड्दै भन्नु बाबुले छोडेर गयो अरू दिन त छोड्न सकिनँ अब आज चाहिँ छोडिदिएको भाइ यार मैले त्यो घरमा झगडा गरेर आएर यार यो त नराम्रो मान्छे रहेछ यार तिमी त यार सानो कुरामा झगडा गरेर हुन्छ यार बाबुको पहिला गएर मोबाइल हेर त कति वर्ष पुरानो मोबाइल तिमीलाई त अस्ति भर्खर आइफोन किन्दैछ त पब्जी खेल्ने अब ग्राइन्ड गर्नुपर्छ अलिक दिमागमा सोच आउँदैन दसैँमा नयाँ लुगा किनेको देखेछौ बाबुले कहिले हाम्रो लागि किनिन्छ नयाँ लुगा पहिला मलाई पनि त्यस्तै हुन्छ भाइ यार उमेर रहेछ क्या सँगै हिँड्न लाज लाग्ने फोटो खिच्न लाज लाग्ने होइन आज सोचाउँछ कि भाइ फोटो खिचेर टक्क राखेको भयो जहिले भाइ पहिला बाबुले फोन गर्ने होइन जहिले इग्नोर गरेर काटेर राखिदिन्थ्यो क्या ब्लक लिस्टमै थियो क्या बाबुको नम्बर त मेरोमा किन यति हिरी हानिरहेको किन गिद्दी गरिरहेको जस्तो लाग्थ्यो क्या भाइ आज भोलि फोन गर्दै हुन्थ्यो जस्तो लाग्छ क्या आयो हुन्थ्यो हाम्रो पनि ड्याड लेखेर जहिले यस्तै गर्नुहुन्छ तपाईँले कतैबाट रिसिन ल्याएर किन्दै हुन्न पछि तिरिहालौँला नि कमाएर नकिन्दिने भनेको छ त्यसलाई सानै उमेर छ कतै गएर जोत्देला भन्ने डर किनौँला नि त छोरीको बिहाको लागि बचाएर राखेछु मैले पैसा सेभिङ गरेर राख्छु 7 लाख जति भएछ त्यसबाट निकालेर किनिदिउँला छोराछोरी त खुसी राख्नु पर्यो नि त त्यसलाई भनेको पो त मैले विचार जानुपर्छ त एक्कासी